सो गाइज स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। नयाँ दिन नयाँ ब्लगको साथमा म सुमन राई फेरि पनि नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। साथीहरु म चाहिँ अहिले धरान कति धरान 3 धरान कति हो यो हामी चाहिँ त विजयपुर डाँडादेखि मुनि छौँ हैन। यहाँदेखि चाहिँ दामी देखिँदैछ है धरानको भ्यू यस्तो देखिँदैछ। हामी चाहिँ रुममा बस्दा बस्दा अल्छी लागेर एकछिन यता घुम्नु निस्केको हैन। यहाँदेखि धरानको भ्यू राम्रो देखिन्छ साथीहरु। अहिले चाहिँ त्यही 10-11 बजेको छ। यहाँ कहिले पिच हुने हो? यहाँ पिच भयो भने दामी हुन्छ नि त। बोलेर माया के हो र। यहाँदेखि म तपाईहरुलाई धरानको अलिअलि भ्यू देखिन्छ म देखाउँछु ल। म यहाँ चढेर देखाउँछु। यहाँदेखि चाहिँ यस्तो देखिन्छ है धरानको भ्यू देखिन्छ। पुरै चाहिँ देखिँदैन टक्क हैन। जति देखिएको त्यति चाहिँ म तपाईहरुलाई देखाउँछु। यस्तो छ है। अब हामी जानु पर्ने हुन्छ साथीहरु। सँगै नहोला तर यिनीहरूले त तिर्दैन म त यार। ओइ नमस्ते गर दाजुलाई। यहाँ त मैले नतेरेको। ओइ नमस्ते गर। आम्मा मैले नतेरेको हेर न। मासाले यिनीहरूले मलाई नपत्याएको। ओइ तिमीहरू मलाई पत्याउँदैनस्? यता तलतिर छ यिनीहरू। ओइ तिमीहरू मलाई नपत्याएको। यिनीहरू यहीँ जहिले बस्छ कि यहाँ के यिनीहरू खोजी खान्छ। यता फोहोरहरू फाल्छ नि त। आम्मा यो कत्रो हो। ओइ बन्दरे यिनीहरूले त जिस्कायो भने त मार्छ होला। तल उसको बच्चाहरू सानो छैन यार। तल जुत्दैछ। म त्यसको रातो न रातो छ चाक। यिनीहरूलाई त कुटेर मार्छ यार। तल छ क्या बच्चाहरू खतराको त्यो। आम्मा सानो बच्चाहरू छ सानो छैन यार। ल यिनीहरूलाई हेरेर बसेर हुँदैन यार। लाग्दिन्छु। गन्तव्य चल्दिनु पर्छ। त्यो सानो बच्चाहरू सानो छैन। कुटेर मार्छ यिनीहरूले त। एक्लैलाई त घाट पनि भइसक्यो। दाइको पनि छुट्टी भएछ। त्यही हामी अब दाइकोतिर जान्छौँ। आफ्नो जानुपर्ने हुन्छ। दाजुको स्कुल छ। हुन्छ अहिले सत्र लाइन फटाफटी क्या फर्केले काम पनि पर्दैन। धरान 12 मा छौँ हामी। अब कार्यकाल त सकिन आँट्यो के दार्जिलिङ दिन्छ होइन छैन। भोलि कि पर्सि दिन्छ। अर्कैले प्रधानमन्त्री बन्छु भन्दैछ बुढो। बनाउनु पनि पर्छ। गर्छु भन्छ कि एकचोटि चान्स चाहिँ दिनुपर्ने हो क्या उसलाई। चान्स दिने भने चाहिँ हामी युवाले ल्यायो त्यसलाई। अब काम त गर्छ जस्तो लाग्छ। तर जबको बोल्छ के बुढो तिर्दैन कसेर अनि
एक्स्ट्रा लाग्छ घरको सामान चाहिँ मलाई एक्स्ट्रा लाग्छ क्या नेताहरू सबै घन्टा एक्स्ट्रा पानी ट्याङ्की यहाँ बस्ने ठाउँ आराम गर्ने ठाउँ गाडी बस्ने ठाउँ हो भएपछि यो ठाउँमा प्राइभेट बस्ने ठाउँ लैजाऊ मायाको तर मेरो फोटो एयरफोनै मिलेन क्या हेलो भिडियो काट्नु आउँछ भिडियो काट्नु आउँछ हामी चाहिँ आफगाजी उता छ नि धरान चाहिँ अस्ति मलाई मनपर्छ एउटा घर पनि लेख्नु चाहिँ दुर्गा चोक पहिलाबाट स्कुल जाँदा हिँड्दै गइन्छ माम्सहरूको भ्यान रहेछ बक्सहरू भीम त एसपी छ दाजु नमस्ते एसएसपी साप पो टक्क आयो त तिनजना चाहिँ भने होइन हाँ एसएसपी धरानको एसएसपी रहेछ एसएसपी साप पो टक्क भेट्यो त यार तिनजना भन्दै थियो होइन वहाँ पुग्छ ए बुद्ध चोक आइपुग्यौँ है तल रेलवे गोल कप होइन छैन त्यो साथीहरू मेरो भ्लग हेर्दै हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला हल्का फुल्का माया देखाइदिनु पर्यो क्या रत्न चोक रत्न चोक आइपुग्यो हामी चाहिँ यहाँ चाहिँ रत्न चोक हो केटाकेटीहरू पर्छ सबै ट्रेनरको सोह्र वर्षदेखि तलतिरको क्या करूँ क्यूट हो नजर ही नहीं हटती यार बहुत लाछा लड़की है यार हम चाहिँ चिटिक हो क्या यो मेरो घर भयो यार दामी हुन्थ्यो लेकिन जितना भी खूबसूरत औरत देखो ना जीवन जैसे तो अच्छा नहीं है अपना बंदी अच्छा ही लगता है ना सबको मेरा बंदी सबसे बेस्ट और इसके लिए युवा गायक पूर्णा राईको घर उतो कुन चाहिँ उतो उयो देखिएको उता छाना हिलट्याङ भएको हरियो छाना पूर्णा राईको घर उतो जोन चामलिङहरूसँग हिँड्छ नि यो चाहिँ हाम्रो अहिलेको लेटेस्ट हाम्रो पूर्णा राई गाईको घर रहेछ पूर्णा राईको हाम्रो दामी बनाएको रहेछ त घर बबाल बनाएको छ यस पूर्णा राईको गीतहरू दामी मनपर्छ बिग फ्यान पूर्णा राई जोन चामलिङको माथि थियो कहाँ माथि रतन चोकमा किता निकाल्छ यार
युवाहरूको टुकियो क्या अहिलेको ब्युटिसियन पनि आफै आर्टिस्ट पनि आफै हेलो हेलो को फोन गरेर नबोल्ने हो पैसा बढी भएको के हो पैसा बढी भएको भने यता बाटो होइन कुन चाहिँ हो यार फोन गरेर फोनै बोल्दैन यार पैसा बढी भएको कि के हो त्यो त्यसो भने बढी भएको भने यता लगाइदियो है धर्मै हुन्छ एकदम के भन्दैछ अत्ता भन्दै थियो भिडियो गरिदिएको नि त पनि कटिसक्यो होइन कटियो यहाँ सानो फुच्चीहरू रहेछ कस्तो खालको रहेछ अचम्म ल फाइनली हामी चाहिँ दाइको घर पनि आइपुग्यौँ दाइको घर चाहिँ सानो तर चिटिक्कको क्या एकदमले युनिक युनिक हो एकदम चलाक्क हो क्या चिटिक्क हो नि ल हाम्रो देवन निवास ए अहिले याद भयो बल्ल कस्तो राम्रो छ हो यो चाहिँ हाम्रो देवाङ राई दाजुको निवास हुनुहुन्छ ऊ त तलको हाम्रो चाहिँ पार्किङ नै भइसक्यो डेमा आउनु भएको छ को डेमा यहाँ छ डेमा दर्शन नमस्ते उनका 2-3 दिन लिसा नि डेमा पनि आउनु भएको रहेछ नाना माङ नाना नमस्ते देमा मेरो देमा पनि आउनु भएको रहेछ कहिले आउनु भएको देमा आइतबार आएको आइतबार भनेपछि त 1 हप्ता पुग्नु आँट्यो देमा आउनु भएको कहिले फर्किनु हुने अनि खोइ कहिले फर्किनु बस्नु नि अझै 15 दिन जति अनि जानुपर्छ कामहरू कता हो कता चिया पो खानु थालेको त के बिरामी भएर जानुभएको कि भेटघाट चाहिँ भेटघाटमा आउनुभएको तपाईँ दर्शन नाना सन्चै अनि सन्चै हुनुहुन्छ हजुर ए के छ खबर भाइ ठिक छ नाना कुन भाइ हो रे उनका एक भाइ त ए पोहोर हाम्रो भेट भएको थियो नि तपाईँकोमा आएको थियो त माथि दाजुले लिएर मोटाको रहेछ अहिले त मोटाको छु मोटाको चाहिँ सबैले त्यस्तै भन्छ भन्नु चाहिँ मोटा र छोरी भएको त्यही भएर चिनिन नि भान्जाहरू हो अँ, चाहिँ ए हाम्रो दाजुको घरमा पनि आइपुग्यौँ हामी एउटा इमेज देखा दाजु न यहाँ सुन्नुहुन्छ दाजु यहाँ चाहिँ दाजु र हाम्रो मुख्यमन्त्री सेधन राईको फोटो जोडी रहेछ है राख्नु भएको रहेछ दाजुको घरमा चाहिँ यता किचन यता वासरुम यता एउटा रुम छ यता सिटिङ रुम मेन दाजुको यो रुम तु चले सँग चले मान्छे डिक्कको साह्रै राम्रो
सानो तर एकदम चिटिक्कको छ घर चाहिँ